कहाँ जाँदैछौँ हामी? बैसु बैसु कहाँ जाँदैछौँ हामी? नयाँ चप्पल लगाएको थिएँ। ओहो गोली मिस्टर गोलीको रेस्टुरेन्ट यहाँ डेकोरेसन हुँदैछ। खै नाचेको खै आहा ल केटी सुत्ने होइन बाहिर यस्तो छ उता सुत्नु भएछ सर यता आइनी सुत्ने होइन डल्लु चाहिँ फर्स्ट पटक हो गाडीमा चढेको नाइट बसमा नत्र प्रायः जसो उहाँ प्लेनमै ट्राभल गर्नुहुन्थ्यो अब स्लिपर भएर चाहिँ उहाँ यसरी जानुभएको तर उहाँ यति चकचकी हुनुहुन्छ कि कसैलाई नसुत्न दिनुहुन्छ न आफू सुत्नुहुन्छ त बदमासहरूसँग के हुन्थ्यो र सुत्नुभएकै छैन कि त्यसरी हेर्दै हुनुहुन्छ चकचके यो केटी निन्द्रा भन्ने कुरा लाउँदैन यो मान्छेलाई चकचक चकचक मात्रै हो अब जो सुत्दैन नि त्यही पिटाइहाल्छ केटी त चकचक चकचक गरेको गरे बाहिर यस्तो कसरी काठमाडौँ त भन्ने मात्रै हो योभन्दा त हाम्रै तराई थियो यो सिसा अलिक मोर भएर कस्तो देखिरहेको यहाँ तलदेखि एउटा गाडीहरू आइरहेछन् माथि एउटा गाडी चलिरह यहाँ यस्तो छ यसले सुत्दा नि सुत्दैन उठिसक्यौँ अनि अब उठ्ने तर घरमा हुनुहुन्छ कस्तो लाग्यो तपाईँलाई हल्लाउँछ हल्लाउने रहेछ है हाम्रो त आजभोलि प्लेनले त पुरा कस्तो हल्लाउँछ गाडी त के भन्नु डल्लु चाहिँ सुते थियो उठ्यो यो डल्लुको चाहिँ फर्स्ट हो डल्लु ठुलो भएपछि हेर्छ होइन गोलु गोलु ठुलो हुन्छ नि अनि हेर्छिन् फेरि ए मलाई यसरी सुताएर लगेको थियो भनेर उहाँ चाहिँ प्लेनमा मात्रै चढ्नुहुन्थ्यो आज फर्स्ट टाइम हो यसरी बसमा उहाँलाई त मनै पर्दैन फेरि यो एसी हो कि कुलरले मलाई यस्तो टाउको दुखाउँछ वैसु गुड मर्निङ
गुड मर्निङ गोलु अघि उठेको निधारको टिका कस्तो बनाएको छ बैसुले बैसु राति कसरी सुत्यो कसरी सुत्यौ तिमी राति बिहान भइसक्यो नि बैसु घुमेछ गोलु गोलु बच्चा घुम्ने मात्रै आउँछ गोलुले अब गाडी चल्यो अब फेरि पुरा उफ्राउँछ गोलु गाडी चल्यो अनि सूर्य तल हुनुहुन्छ त्यही भएर बोलाइरहेको छ माथि आउनु रे हेर्नु न यहाँ नानी झर्न थाल्यो गाडीलाई हेरेर कहाँ जानुभयो भनेर गाडी चल्यो भनेर मैले जन्मा नि तिमीलाई अनि तिमी भने बाबा मात्रै भन्ने गुन्डा गुन्डा गाडी चल्यो रे माथि आउनु रे यो गाडीले उफारेर पेट दुखेर बच्चासँग सजिलो त हुने रहेछ तर उफार्ने रहेछ कि नानीले बोलाएको सुन्नु भएन यिनीहरूसँग अब म कहीँ पनि जानु आफै सुन्दैन नेता आफै बन्द हुन्न नेता अहिले चाहिँ बाँकी पुगिसक्यो मैसाबको हालत त्यस्तो छ ऊ अहिले चोट लाउँछ है यो केटीलाई बैसु बैसु तिमी कहाँ आएको फेस देखाइदेऊ न जान आएको भन्न बाटोमा मामा घर पर्थ्यो त्यहाँ पनि पसेर जान्छु यिनको घरै छैन यिनी कहाँदेखि घर जान्छन् यिनको बाउले बनाए पो यिनको घर हुन्छ फाइनली हामी कोलपुर पुग्यौँ होइन यो केटीलाई त माने मैले ए भगवान् यसको चकचक ए बैसु अब काठमाडौँको जस्तो चिसो त हुन्न यहाँ अब बैसुलाई कति ठाउँमा दाना आउँछ नि होइन कोलपुर बस पार ए गोलु ए भन गोलु त पिजेमै छ अब गोलुले चेन्ज गर्छ होइन बैसु म त बस्न नसकेर सुति भएर पुगेँ ल बैसु मामा घर पुग्यौ